मेरो घर चलाउन मुख्य योजनाकारहरू भागेर अस्ट्रेलिया पुगिसकेका छन्। घर चलाउनेहरू कस्ता छन्? श्रीमतीले छोडेका, क्यासिनो गएर टाँट पल्टेका, ब्याङ्कबाट लोन लिएर ब्याङ्क चाहिने पैसा नतिरेका र जन्मदिनी बाबुआमालाई सडकमा छोडेका यस्ता घरबार बिग्रेका गजडीहरू, जुवाडेहरू, यी दलालहरूले मेरो घर जलाएको छ। त्यो दिन कुनै आन्दोलन होइन, लुटपाटको नाममा झाँक्री कि झाप्रा भन्ने ठाउँबाट तथाकथित राष्ट्रपका नेता बनाउँदाहरूले लुटपाटको लागि मान्छे बोलाइएको छ। त्यसको प्रमाण हामीसँग छ। त्यसलाई कारवाही गर्ने कि नगर्ने? त्यस्तै अरू यहाँ मेयर साहबदेखि लिएर अरू सरकारी कार्यालय अन्तिममा 7 बजे आन्तरिक राजस्व कार्यालयमा आगो लगाइएको छ। अध्यक्षज्यू, त्यहाँ रहेको रक्सी बियर भनौँ आन्तरिक राजस्व कार्यालयमा सायद छानबिनको लागि ल्याइएको हुन सक्छ। त्यहाँ मदिरा सेवन गरेर आतंक मचाइएको छ। त्यस्तालाई टुलु हेरेर बस्नु भएन। खबरदार, हामी पनि यही क्षेत्र, यही देश, यही मधेस बनाउनु भनेर हामी आएको। म आज अध्यक्षज्यूको अगाडि कसम खान चाहन्छु, यदि किसान श्रेष्ठको 4वटा गाडी जलेर एउटा घर जलेर मधेस बन्छ, मधेसीले सुख पाउँछ, नेपाल बन्छ, नेपालीले सुख पाउँछ भने म अझ पनि 100वटा घर जलाउन म तयार छु। होइन भने यस्ता जल्लाद, यस्ता दलाल सिमला चोकमा बसेर नियोजित रूपमा षड्यन्त्र गरेर घर जलाउनेहरूलाई कदापि छोड्न भएन। अध्यक्षज्यू, मेरो यति बात छ। तपाईसँग फेरि पनि अनुरोध गर्न चाहन्छु, तपाईप्रति हाम्रो विश्वास छ। यदि यो सरकारले सुन्दैन, आयोगले सुन्दैन भने हामी कानून हातमा लिन चाहदैनौं। बाध्य नपारियोस्।